हेलो एभ्रिवान, आज हामी अलिक कुरा गरौँ एसएटी अनि आइएल्सहरूको बारेमा। सो भर्खरै +2 को इक्जामहरू सकेछ अनि +2 को इक्जाम सकेपछि अलमोस्ट लाइक 60 to 70% स्टुडेन्टहरूको दिमागमा यही हुन्छ कि अब बाहिर जाने, युएस, अस्ट्रेलिया, क्यानाडा, युके यो कन्ट्रीहरू जानको लागि तिनीहरूले पनि प्रोसेसहरू एप्लिकेसनहरू हेर्छन्। तर अहिले जति इन्टरभल छ लाइक 2-3 महिना जति हुन्छ हाम्रो रिजल्ट आउनुमा, सो त्यति बेलासम्म तिनीहरू खोज्छन् कि केही प्रिपेयर गर्नलाई। अब स्टुडेन्टहरूले हेर्छन् कि युएस सबभन्दा मेन प्रायोरिटी हुन्छ सबैको। सो युएस आउनको लागि के गर्नुपर्छ प्रोसेसहरू बुझ्न ट्राई गर्छन्, कन्सल्टेन्सीहरू भिजिट गर्छन् अनि कन्सल्टेन्सीहरूबाट थाहा पाउँछ कि मेजर दुईवटा कुरा सिक्नुपर्छ, कि त आइएल्सको इक्जाम दिनुपर्छ कि त एसएटीको इक्जाम दिनुपर्छ। सो स्टुडेन्टहरूको सर्कल अब यस्तो हुन्छ कि आइएल्स एसएटीमा कन्फ्युज हुन्छन्। मेन थिङ्किङ के राख्नुपर्छ आफ्नो दिमागमा कि हामीले कुन कन्ट्री जाने हो, यो होइन कि सबै कन्ट्रीमा एप्लाई गर्ने अनि सबै कन्ट्रीको स्कोप खोलेर राख्ने, त्यसरी होइन। इफ सबै कन्ट्री एप्लाई गर्नु छ भने सबै कुराको सबै इक्जाम दिनुपर्छ होइन। सो बेसिकली इफ कसैले युएस जान खोजिरहेछ भने, होइन त कसैले अस्ट्रेलिया जान खोजिरहेछ, मानौँ कसैले अस्ट्रेलिया जानु छ भने त्यहाँ के अपर्च्युनिटी कुन इक्जामले पाउँछ त्यो हेर्नुपर्छ। सो इफ तपाईँहरूले पनि युएस मात्र सोच्नुहुन्छ भने मेन प्रायोरिटी एसएटीले दिनु। एसएटी दिनुभयो भने स्कोर राम्रो आयो भने तपाईँले युनिभर्सिटी मेन कुरा राम्रो पाउनुहुन्छ, सबभन्दा मेन युनिभर्सिटी पनि एकदमै राम्रो पाउनुहुन्छ। अनि त्यसपछि युनिभर्सिटीमा तपाईँलाई स्कलरसिपहरू पनि पाउँछ। सो जति अहिले +2 को विद्यार्थीहरू पास भएर बस्नुभएको छ उहाँहरूको लागि मेन ध्यानमा राख्नुपर्ने कुरा के हो कि एसएटी गर्दाखेरि हामीलाई स्कलरसिप पाइन्छ। अनि नेपालबाट आउने सबैको दिमागमा त्यही हुन्छ कि कसरी आफ्नो पैसा बचाउन सक्ने। इफ तपाईँले एसएटी इक्जाम दिनुभयो भने तपाईँको अलमोस्ट फी पुरै वेभ नै हुन्छ। इफ एकदमै राम्रो स्कोर छ भने लाइक 1300-1400 स्कोर तपाईँले लिएर आउनुभयो भने तपाईँको पुरै ट्युसन फी नै माफ हुन्छ, तपाईँको स्कलरसिप हुन्छ, कहीँ त स्टाइफन पनि पाउँछ तपाईँहरूले। अनि एकदमै कलेज राम्रो पनि पाउन सक्नुहुन्छ, चान्सेस हाई हुन्छ। अनि एसएटीलाई यहाँको युनिभर्सिटीहरूमा पनि प्रायोरिटी दिन्छ। कुनै क्लासेसहरू के हुन्छ कि अपग्रेड गर्नुपर्छ हामीले, त्यो लाइक पढ्नु नपर्ने क्लासहरू हुन्छ। अनि इफ तपाईँहरूले एसएटी दिनुभएको छ भने डाइरेक्टली त्यहाँ प्रमोट गरिदिन्छ। अनि इफ एसएटी दिनुभएको छैन, आइएल्स गरेर आउनुभएको छ भने त ड्युलिङ गरेर आउनुभएको छ भने यहाँको पनि प्लेसमेन्ट टेस्टहरू दिनुपर्छ। अनि प्लेसमेन्ट टेस्ट दिएर अनि त्यसपछि आफ्नो क्लासहरू रेजिस्टर गर्न पाउँछ अनि त क्लासेसहरू अपग्रेड गर्न सकिन्छ। बट त्यही कुरा तपाईँले आइएल्स गरेर आउनुभयो भने यता युएसमा आइएल्स गरेर त आउनुभयो होइन, सबै कुरा ठिक छ, तर आइएल्सले हामीलाई स्कलरसिप कहिले दिन्न। एउटा मिनिमम स्कलरसिप हुन्छ जुन इन्टरनेसनल स्टुडेन्टहरूको लागि राखिरहेको हुन्छ यहाँ सबै युनिभर्सिटीमा, त्यति मात्र तपाईँहरूले पाउने हो इफ आइएल्स एन्ड द ड्युलिङ गरेर आउनुभयो भने। इफ तपाईँले एसएटी गरेर आउनुभयो भने एसएटीको स्कोरको अनुसारले तपाईँको स्कलरसिपको क्राइटेरिया पनि मिट हुन्छ। अब रिसेन्टलीको सिचुएसन हेर्दाखेरि युएसमा अलिक गाह्रो नै छ त्यो कामहरू पाउन, अनि काम गरेर आफ्नो कलेज फी निकाल्न, आफ्नो रुम रेन्टहरू निकाल्न, आफ्नो ग्रोसरीहरू खर्चहरू निकाल्न अलिक गाह्रो नै, त्यस्तै त अलिक गाह्रो नै छ। सो त्योहरू पनि कुरा हेरेर अहिले भर्खरै पास गरेको स्टुडेन्टहरूले इफ युएसको लागि एप्लाई गर्नु भइरहेछ भने मैले के भन्छु कि एसएटी दिएर आउनु। इफ तपाईँले एसएटीमा राम्रो स्कोर लिएर आउनुभयो, स्कलरसिप पाउनुभयो भने कामहरू गर्नु पर्दैन, काम नगरिकन पनि तपाईँ युएसमा बस्न सक्नुहुन्छ। अनि बसेर तपाईँ पढ्न सक्नुहुन्छ, पढेर तपाईँले राम्रो पढ्नुभयो भने इन्टर्नसिप पनि पाउँछ यता। सो यो अपर्च्युनिटीहरू हो, एउटा स्टेप हो कि तपाईँले एसएटीको इक्जाम एकदमै राम्ररी दिनुपर्छ। अनि एसएटीको प्रिपेयर गर्नको लागि कुनै कन्सल्टेन्सी नै जानु पर्दैन। मैले पनि कन्सल्टेन्सी गएको थिएन, अब मेरो स्कोर त्यति पनि राम्रो थिएन। तर तपाईँहरूले एकदमै राम्रो लिएर आउँछ भने आफूले बसेर पनि इङ्ग्लिसको अहिलेदेखि नै इङ्ग्लिसको नोभेलहरू, इङ्ग्लिसको मुभीहरू, अहिले त छुट्टी छ भने मुभीहरू हेर्दा हुन्छ होइन, नोभेलहरू पढ्दा हुन्छ, कि स्टोरीहरू हेर्दा हुन्छ इङ्ग्लिसको। सो इङ्ग्लिसमा मेन फोकस गर्नु होला। म्याथ एकदमै लाइक सजिलै हुन्छ, म्याथ त हाम्रो बेसिक 9-10 त्यही क्लासहरूको हुन्छ। सो म्याथमा त्यति पनि फोकस गर्नु पर्दैन, तर इङ्ग्लिसलाई मेन प्रायोरिटी दिनु होला। रहेको कुरा आइएल्स डेमा पनि भिजा त लाग्छ होइन, भिजा लाग्ने, तर तपाईँको स्ट्रगलहरू धेरै हुन्छ। यहाँ युनिभर्सिटीमा आउनुभयो भने तपाईँहरूलाई स्कलरसिप पाउन्न, अनि तपाईँको त्यही अनुसारले प्रिपेयर गर्नुपर्छ, त्यही अनुसारले काम खोज्नुपर्छ, त्यही अनुसारले वर्किङ आवर पनि दिनुपर्छ, कति घन्टा काम गर्नुपर्छ, काम पाएन भने त्यसको अनुसारको पनि डरहरू हुन्छ अलि। अनि मेन तपाईँले आइएल्स दिनुभयो भने इन्टरभ्युहरूले जज गर्न पनि जान्छ कि यसले ल्याङ्ग्वेज त सिकेछ इङ्ग्लिस, तर यसको एजुकेसन कस्तो छ होइन। आइएल्स दिएपछि तपाईँले सिकेको कुरा तपाईँ इङ्ग्लिस सिक्नुभयो, इङ्ग्लिस अलि बोल्न आयो होइन, तर तपाईँको एजुकेसनहरू कस्तो छ, ब्याकग्राउन्डहरू कस्तो छ होइन। तपाईँ इफ यताको मान्छेहरूले के बुझ्छन् कि म्याथ तिम्रो स्ट्रङ छ भने
तिमी अरू कुरामा पनि स्ट्रङ छौ। सो त्यही अनुसारको तिनीहरूले पनि जजमेन्ट दिन्छन्। अनि भिजा इन्टरभ्युअर जो पनि त्यहाँ बस्नुहुन्छ उहाँहरूले पनि के सोच्नुहुन्छ कि यिनीहरू इफ म्याथमा राम्रो छन् भने यिनीहरूको लाइक एजुकेसन ब्याकग्राउन्डहरू राम्रै होला, त्यसै कारण उहाँहरूले पनि के सोच्नुहुन्छ कि यिनीहरूले भिजा दिनुपर्छ भनेर, डिजर्भ गर्छन्, एजुकेसन यिनीहरूले डिजर्भ गर्छन् भनेर हामीले भिजा पनि प्रोभाइड गर्छन्। जति पनि तपाईँको भिजाको रेटहरू माथि तल भएर चाहिँ त्यो म्याटर गर्दैन। इफ तपाईँको प्रिपेरेसन पेपर अनि ब्याकग्राउन्डहरू सबै राम्रो छ भने अलमोस्ट भिजा स्योर नै हुन्छ। सो मेन फोकस इफ पहिला कन्ट्री चुज गर्नु, कन्ट्री चुज गरेर त्यसको अनुसारले प्रिपेयर गर्नु। मेरो पर्सनल एडभाइस के हुन्छ कि युएस आउनको लागि एसएटी भनेको मेन कम्पलसरी नै दिनु, कम्पलसरी नै हो। तपाईँ दिएर आउनु, पढेर आउनु, एकचोटि इक्जाम त दिनु होइन, बुझ्नु अलि, त्यसमा पनि धेरै टाइम लाग्दैन। लाइक 2 महिना जतिमा तपाईँले सबै भ्याएर सक्नुहुन्छ मेरो हिसाबले लाग्छ, किनकि मैले पनि प्रिपेयर त गरेको थिएँ, टाइमहरू दिएको थिएँ मैले पनि। सो 2 महिनामा मेरो हिसाबले मलाई लाग्छ कि तपाईँले सक्नुहुन्छ, गरेर पनि भ्याउनुहुन्छ। युएसको भिजा पाउनको लागि एसएटी दिनुभयो भने तपाईँको ल्याङ्ग्वेज पनि हुन्छ अनि त्यसमा स्कलरसिप पनि आउँछ। अनि आइएल्स दिनुभयो भने अन्ली ल्याङ्ग्वेज हुन्छ, स्कलरसिप आउन। सो त्यो हेरेर पनि तपाईँ आफ्नो प्रिपेरेसन स्टार्ट गर्नुहोस्। अहिलेदेखि नै प्रोसेसहरू पनि गर्नुपर्छ, एप्लिकेसनहरू पनि गर्नुपर्छ, युनिभर्सिटीहरू खोजिराख्नुपर्छ। रिजल्टको वेट गर्नु पर्दैन कि +2 को रिजल्ट कहिले आउँछ त्यसपछि प्रोसेस गर्ने, एप्लाई गर्ने, त्यसको लागि वेट नगर्नुहोस्। अहिलेदेखि गर्नुभयो भने तपाईँ अर्को स्प्रिङसम्म यहाँ आइपुग्नुहुन्छ। सो अल द बेस्ट, राम्ररी प्रिपेयर गर्नुहोस्, एप्लाई गर्नुहोस् अनि मेक स्योर यु मेक इट एन्ड कम टु युएस। द्याट्स अल। थ्याङ्क यू, यु हेभ अ गुड वान।